योभन्दा पहिलो भिडियोमा चाहिँ मैले तपाईहरुलाई के सिकाएको थिएँ भन्दाखेरि यौन व्यञ्जन भर्न कसरी पट्ने भन्ने त्यसको बारेमा मैले सिकाइसकेको छु। तपाईले हेर्नु भएको छैन भने त्यहाँ गएर हेर्नु होला। अनि यस भित्रमा चाहिँ के छ भन्दाखेरि हामीले विशेष गरी अलिकति उच्चारण गर्न गाह्रो हुने अक्षर चाहिँ यसमा देखिन्छ हैन। सबैमा अब आकारलाई पढ्नु भइहाल्यो। जस्तै यो हैन, एउटा दुईटा तीनटा भयो हैन, त्यहाँदेखि एउटा दुईटा तीनटा। यो अक्षरहरु हेर्दाखेरि चाहिँ अलिकति सेम देखिन्छ, तर अलि फरक छ। कसरी फरक छ भन्दाखेरि यहाँ माथि यसको यो माथि यस्तो लागेको छ, यसो माथि लागेको छ। जुम गर्छु। यसको चाहिँ यहाँ माथि टाउकोमा के लागेको छ न, यसो लागेको छैन हैन। यसको चाहिँ लागेको छ हो, यसरी लागेको छ। यसमा न अल्मल्न लागि चाहिँ कसरी पढ्नु पर्छ भन्दाखेरि न अल्मनी न अल नमलिकन सिधै अब छुट्टो जाने तरिका चाहिँ कसरी पढ्नु पर्छ भने यो माथि के छैन, यो साधारण छ भने यसले कसरी पढ्नु पर्छ भन्दाखेरि यसलाई पढ्नु पर्छ च्या भन्ने पढ्नु पर्छ है। अनि छा झा भन्ने पढ्नु पर्छ। च्या छा झा च्या छा झा हैन। यो मुनिले चाहिँ कसरी पढ्नु भन्दाखेरि टाउको भागले चाहिँ चा भनेर पढ्नु पर्यो। चा छा जा चा छा जा चा छा जा हो, यसरी पढ्नु पर्यो। अनि यहाँ मुनि पनि सबैभन्दा अल्मलिन चाहिँ यहाँ देखिन्छ। प्राय जस्तो अलिकति भनेको जस्तो उच्चारण गर्न नसक्ने भनेको जस्तो स्वर अलि नआउने चाहिँ अक्षरमा चाहिँ यसमा अलिकति सबैले अप्ठ्यारो नै पर्छ। र यसले चाहिँ कुनमा अप्ठ्यारो पर्छ भन्दाखेरि हामीले यो एउटा भयो, यो एउटा भयो, यो अनि योमा अलिकति फरक हुन सकिन्छ है। यो चाहिँ कसरी हो भन्दाखेरि यसले पढ्नुपर्छ स्या भनेर पढ्नु पर्यो है। स्या 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 भनेर पढ्नु पर्यो यसलाई। यसले चाहिँ कसरी पढ्नुपर्छ, यसले सा 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 भनेर पढ्नु पर्यो है। यसलाई स्या भनेर पढ्नुपर्छ। कसरी स्या स्या स्या, यसलाई पढ्नुपर्छ सा सा भनेर पढ्नुपर्छ। यसलाई कसरी पढ्नुपर्छ सा। यसले चाहिँ अब कसरी पढ्नुपर्छ भने यसले चाहिँ अलिकति लामो तरिकाले कसरी पढ्नुपर्छ भन्दाखेरि हा भनेर पढ्नुपर्छ यसलाई। यसले चाहिँ हा भयो, यसले चाहिँ हा भनेर पढ्नुपर्छ। हा आ शा सा हा या रा ला स्या सा हा आ भन्ने यसरी पढ्नुपर्छ है। विशेष गरी अल्मली भने यसमै अल्मली हो। अलिकति भनेको जस्तो घरि यो पढ्दाखेरि अब यसको स्वर आउने, यो पढ्दाखेरि यसको स्वर आउने, अथवा यो पढ्दाखेरि यसको स्वर आउने, यो पढ्दाखेरि यसको स्वर आउने हो, त्यस्तो अल्मलिन सकिन्छ। त्यही भएको कारणले चाहिँ हामीले यसले पनि विशेष गरी हामीले ध्यान दिनुपर्ने कुरो हुन्छ। यसले कसरी पढ्नु भन्दाखेरि स्या है, यसलाई स्या है, स्या 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 स्या, यसलाई सा 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 स्या 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 हो, यसरी पढ्नु पर्छ। ह हा 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 पढ्नु पर्यो है। ह हा ह आ भन्नु पर्छ नि हैन। हा पढ्नु पर्यो है। यसरी पढ्नु भयो भने चाहिँ तपाईले सजिलो हुन्छ। विशेष गरी यो भिडियोले तपाईले दोहोऱ्याएर हेर्नुभयो भने तपाईले अवश्य पढ्न सकिन्छ। र अनि यो अक्षरमै यसरी नै नेपाली नै लेखेर पढ्यो भने चाहिँ एकदम सजिलो हुन्छ।